शान्तिको माला सङ्कटकालको सङ्कटकालको माओवादी शान्तिमय एमाले आज किर्या भाले मेरा टपका परेको राष्ट्रिय कलाकार पनि हुड्के नाचका देउता धामी पनि तम्बा हातिन भाइ गया दाना अलि खाँदा छठ खेलायो भने 5-6 हजार रोड पासा उतार घर भने मैला गरेर किन तेल तोडी किन्न पाइन्छ छठ पनि उतार बढ भयो भने बाबु 18 बेला दुध दुध मेरो पूजा लाइन्छ दुध चामल 1 महिनाभरि खानु पाइन्छ मेरा दिन आइ गया छ टुदा पहेटु जिल्ला कमिटीको पनि भए अब अहिले त भुकुमा त पनि गाउँपालिका नेता जिल्लाको डिसिएम मै हुँ ए उइकी रिजाको बेथा चन्द्रदाइलाई सल्की नेपालमा कोही पनि छैन नेपालमा कोही पनि छैन गिरिजा जसो नेता 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 नेपालमा कोही पनि छैन बाबु गिरिजा जसो नेता कहिले एमाले कहिले माओवादी ये खम कन भएको छ यता जाउँ कि उता भएको छ यता जाउँ कि उता खम कन भएको छ
गरेको बुढाहरू 5 वर्षसम्म भूमिगत भएको यो खम्मा अर्थनीति पनि भयो त्यो भूमिगत गरेर 5 वर्षसम्म कन्नड खुकुरी बाँधेको तपाईँ भोगाउरीको लट्टी हामाएर हतियार ठुलो हतियार चलाउन जानेर मिलिया थियो एउटा भोगाउरी लट्टी थियो दाजु के भन्नुहुन्छ भने दाजु गरिब काम यसै दिन बाइक नाच्ने खेल्ने बजाउने त्यही 1 रुपियाँ दिँदा देउनु हुँदैन दाजु अब सम्पत्ति ल्याउला धनातिर ल्याउला न तल्नु दिउँला केही म खाला गरेर जति सुत्ने भन्यो अब भयो जात बाबु भने मुक्ति ल्याउँदो भने गयो मूर्ति बेची खायो तपाईँको यो माथि जाँदा ठुलो लेख्छन् त्यही भाषा भइदियो बुनका लागि ल्याउनु मुलिहाल्यो हराइ भाषा भइ त छियो आजकाल नाची लाग्ने उड्का मनी आयो सुनेपछि मोरा लाग्छ बात कसो भने बिराला मुख हेर्नु शत्रु कसो भने भाइको मुख हेर्नु भन्नु बरु डाँडामा बरु यति मान्छे सकेर त्यही भन्दा ए खालिया घुघुरालिया मूर्ति बनालिया मान्छेलाई करेन्टी लगेर राज्य सत्ता कब्जा गरेर यहाँको जनसरकार ल्याउनका लागि 10 वर्ष सङ्घर्ष गरे दाइ घाँसा भन्ने पत्रिने मात्रै काम भन्ने पार्टीले योजना दियो नलिउ भने भएन घान लिया घुघुरा लिया मूर्ति पनि लिया ए चग्र दाइ समान्ति कन धेरै धोका दिया मेरै घर खाना खाइदिए मोइकन कुटिसी मेरै घर खाना खाइदिए मोइकन कुटिसी माथि सरकार नभए पनि बाबु अहिले गाउँपालिका पनि परि नरगत गाउँपालिका नेपाली गानाले जितेको ओडा पनि नेपाली गानाले जितेको क्षतिपूर्ति भराउनु छ कति घल्लु मैले कुट्याउनु मिलिसियाले कुट्याउनु साथी हो अरू कमरेडरहरू 2-4 जना साथीहरू न रोटा दिने न पानी दिने केही नदिने चानाले हेराउने ठाउँमा मात्रै अगाडि जाने पार्टीले योजना गरिहाल्यो ए कनले मौसमी दियो कनले चन्दा दियो कनले मौसमी दियो कनले चन्दा दियो चन्दा दियो ए मुसलाली पेल्ने बेला कसो भयो थियो
करातना हरियक त ओराला हिजो साउजी गएर मैले लट्ठी राखेको छौँ ओरा जम्मा हन्नुहुँदैन नि मेरो हड्डी बनाएको भित्र नरालिएको उही बेला पेलेका यही खम्मा लाग्दा हामी यो फटाओ भनेर रिकर्डिङ रहेछ उता आफूले पेलियो म आउनु भयो अब अगाडि त भएको त सुत्दा खाला म उता उतै मोड पेलियो तर मौसमी दियो भनेर भन्यो ए गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो मौसमी माग्यो जोइ छोरीलाई पाल्यो छोरीलाई पाल्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो छोरीलाई पाल्यो गाउँघर मौसमी माग्यो सोलङको सबभन्दा खमले के भनिएको थियो भने कोनाले मौसमी दिया कोनले चन्ना दियो मुसलाले पेल्ने बेला कटो भएपछि भनिएको थियो गाउँबाट मौसमी माग्यो जोइ छोरीलाई पारो एका दुई श्रीमती छन् दुई श्रीमतीबाट 18 ती सुकुरा चल्दा कति पालेको छ गाउँबाट मौसमी माग्यो जोइ छोरीलाई पारो आलिअलि कापाल्यो छुटी खुल्किया बोल्दो आलिअलि कापाल्यो छुटी खुल्किया सरकार पक्षको र एउटा माओवादी पक्ष बात त भइसक्यो हतियार लिएर क्यान्टिनमा राखेका संविधान सभाको चुनाव मिल्ने बेला त अब आखिर शान्ति वातावरण हो त्यसै कारणले गर्दा दाजुले भने छुट्टी खुल्किएको भन्नु आजले कहाँ फाल्यो केरला एलएमजी पनि अब क्यान्टिनमा राख्यो आफ्नो जो त्यो एउटा विभागमा आफ्नो विभागमा लिएको हुन्न अथवा राखेको हुन्न त्यो क्रान्तिमा त्यो मुख्य चाहिने एउटा साधनहरू हो हे उही बेला होइन आज बेली फुर्किन लाग्यो उही बेला होइन सम्भावना भइसकेपछि मुखिया बनिँदैन धामी बनिएन डाङ्ग्री बनिएन आज बेला फुर्किन लाग्यो उही बेला ओइला हे रुखाउँ त चैला आया चग्र गाईको चुडी काटेर काटेको मेलो बनाउँदा अन्त काटेर पनि उहाँभन्दा दुई हात अर्को यस्ता राई बोलीले मेरो खायो क्याउ त यस्ता राई बोली
गोलीले मारे कोही गोलीले मारे कोही धप्पडले मारे भन्नुभएको थियो तर्बटे तरै न हे झगडा दाइको देउता लागि छेपाडै मरे 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 देउता लागि छेपाडै मरे दाइको देउता लागि छेपाडै मरे सरकार लागू भयो क्रान्तिले धाउँछ